नमस्ते, यहाँहरूलाई पुनः स्वागत छ एकाउन्टिङ 101 सिरिजमा। यो हो एपिसोड 2। आज यो एपिसोडमा हामी कुरा गर्नेछौँ द एकाउन्टिङ क्वेसन्स। आज यस एपिसोडमा हामी कुरा गर्नेछौँ द एकाउन्टिङ क्वेसन्स। के हो द एकाउन्टिङ क्वेसनको? लेट्स स्टार्ट फ्रम द मिनिङ। Okay, the accounting question expresses the relation between a business resources, its obligations, and the owner's interest. Okay, accounting question ले चाहिँ के गर्छ रे त भन्दा बिजनेस रिसोर्सेस र यसको अब्लिगेसन र ओनरको इन्ट्रेस्टसँग के गर्छ रे भन्दा यसको सम्बन्ध रिलेसनको बारेमा कुरा गर्छ रे। जस्तै It's the backbone of the double entry accounting system. अब कुरो आयो डबल एन्ट्री अकाउन्टिङ सिस्टम भन्ने पनि यसमै जोडिएर आउँदो रहेछ, जहाँ every transaction affect at least 2 accounts to keep the equation in balance. ओके, के भने त्यसले डबल एन्ट्री अकाउन्टिङ सिस्टम भने के रहेछ त भन्दा every transaction affect at least 2 accounts to keep the equation in balance. अब अकाउन्ट्स इक्वेसन ब्यालेन्स गर्नलाई चाहिँ के गर्छ रे त भन्दा दुई साइडमै असर गर्छ भन्न खोजेको यसले। अथवा जस्तै अब के छ त इक्वेसन, दिस इक्वेसन इज द फाउन्डेसन अफ अल एकाउन्टिङ सिस्टम। ओके, यो इक्वेसन एकाउन्टिङ इक्वेसन भने के हो रे त भन्दा यो चाहिँ फाउन्डेसन हो रे, एकाउन्टिङ सिस्टमको फाउन्डेसन हो। यसले के भन्छ बिजनेस अन्स एसेट्स। ओके, जे पनि बिजनेसले अन गर्छ त्यो चाहिँ एसेट्स हुन्छ। इज फन्डेड आइदर बाइ बोरोइङ or by the owner's investment. Okay, अब कम्पनी सञ्चालन गर्दा तपाईले गरेको लगानी कसरी जम्मा गर्ने त तपाईले कुन आधारबाट लगानी गर्न सक्नुहुन्छ भन्ने कुरा हुन्छ। जस्तै कम्पनीमा तपाईले लगानी गर्नुभयो एसेट्सको रूपमा, जस्तै तपाईले कम्पनीमा एसेट्स के हुन्छ त कम्पनीको नाममा के छ भने त्यसलाई एसेट्स भन्छ हैन। जस्तै मानम एउटा ल्यान्ड लिनुभयो, ओके, कम्पनीको नाममा एउटा जग्गा किन्नुभयो भने त्यो जग्गा किन्ने पैसा तपाईले कि त कहीँबाट सापटी अथवा ऋण ल्याउनुहुन्छ, होइन भने के गर्छ त अनर्स इन्भेस्टमेन्ट अथवा इक्विटीबाट लिनुहुन्छ। तपाईले आफै इन्भेस्ट पनि गर्न सक्नुहुन्छ, तपाईले कहीँबाट बोरोइङ पनि गर्न सक्नुहुन्छ। ओके, सो बोरोइङ गर्नुहुन्छ भने त्यो लिएबिलिटीज भयो भने आफै इन्भेस्ट गर्नुहुन्छ भने त्यो चाहिँ के भयो त इक्विटी भयो, हैन त। ओके, अब हाम्रो तीनटा कुरा आयो, एसेट्स आयो, लिएबिलिटीज आयो एन्ड इक्विटीको कुरा आयो। सो अब आयो एकाउन्टिङ इक्वेसनका कुरा। के छ त एसेट्स भनेको के हो त भन्दा एसेट्स इज इक्वल्स टु लायबिलिटीज प्लस ओनर्स इक्विटी। ओके, अघि भर्खरै हामीले एउटा ल्यान्ड किन्ने कुरा गरेको थियौँ, जसमा के थियो ल्यान्ड भनेको हाम्रो एसेट्स थियो, सम्पत्ति थियो कम्पनीको, हैन। त्यो भने त्यो कसरी किन्न सकिन्छ त भन्दा कि त तपाईको लायबिलिटीज अथवा ऋण लिएर किन्न सक्नुहुन्छ अथवा तपाईँ आफै इन्भेस्ट गर्न सक्नुहुन्छ, ओनर्स इक्विटी। ओके, अब योभन्दा अगाडि एउटा कुरा सम्झिनुहोस्, डबल एन्ट्री सिस्टमको कुरा गरिएको थियो। ओके, एउटा कारोबारले दुई ठाउँमा असर गर्छ रे। ओके, जस्तै हामीले जग्गा किन्यो भने जग्गा किन्यो एसेट्स बढ्यो, एक ठाउँमा असर गर्यो, तर कसरी किन्यो, कि त ऋणले किन्यो कि त आफ्नो पैसा लगानी गर्यो। ओके, ऋणले किन्यो भने लिएबिलिटी बढ्यो अथवा आफ्नो पैसा लगानी गर्यो अथवा कम्पनीको पैसा लगानी गर्यो भने अनर्स इक्विटी भयो। सो यतातिर एसेट्समा नि इफेक्ट गर्यो, अर्कोतिर अनर्स इक्विटी अथवा लायबिलिटीजमा इफेक्ट गर्यो। यसरी चाहिँ जुन इक्वेसन छ त्यो चाहिँ ब्यालेन्स हुन्छ। ओके, इट मिन्स एभ्री बिजनेस अन्स द्याट योर एसेट्स, जुन पनि तपाईको कम्पनीले अपनत्व गर्छ कम्पनीको हुन्छ त्यो चाहिँ तपाईको एसेट्स हो। ओके, फन्डेड आइदर बाइ मनी इट ओज टु अदर। ओके, तपाईले कि त आफ्नो पैसा लगानी गर्नुहुन्छ कि त अर्काको पैसा लगानी गर्नुहुन्छ, त्यो चाहिँ के भयो त तपाई लिएबल हुनुहुन्छ, अब त्यो तिर्नुपर्छ, अथवा कम्पनी लिएबल छ त्यो तिर्नुपर्छ, त्यसलाई लायबिलिटीज भन्छ। अथवा अब तपाई आफै आफ्नो पैसा लगानी गर्नुहुन्छ भने त्यो चाहिँ के भयो त कम्पनीमा गरेको तपाईको लगानी भयो, त्यसलाई चाहिँ के भन्छ इक्विटी भन्छ। ओके, अब के बुझ्नु जरुरी भयो त भन्दा तपाईले तपाईको बिजनेसले जे बिजनेसको नाममा छ त्यो तपाईको बिजनेसको सम्पत्ति भयो। अब चाहिँ तपाईको होइन कि तपाईको बिजनेसको। अब हामीले बुझ्नुपर्ने के छ अर्को कुरा भने बिजनेस भनेको इन्डिभिजुअल हो, इन्डिभिजुअल एउटा इन्डिभिजुअल अथवा त्यसलाई हामी कृत्रिम व्यक्ति पनि भन्छौँ। ओके, एउटा मान्छे बराबरकै रूपमा हामीले लिएर त्यसलाई कुरा गर्नुपर्ने हुन्छ। तपाईको भन्नुमा त तपाईको बिजनेसको। ओके, तपाईको बिजनेसमा जे छ त्यो तपाईको बिजनेस सम्पत्ति। ओके, त्यो सम्पत्ति किन्नको लागि तपाईले कि त ऋण लिनुहुन्छ,
तपाईको लेभल भयो लायबिलिटीज भयो भने तपाई आफ्नो पैसा लगानी गर्नुहुन्छ कम्पनीको लागि त्यो किन्नला भने त्यो चाहिँ तपाईको कम्पनीको लागि इक्विटी भयो सो लेट्स से तपाईले एउटा 50,000 को कार किन्नु भयो सरी 50 लाख को कार किन्नु भयो तपाईको कम्पनीको लागि भने तपाईले के गर्नुहुन्छ त्यो कार किन्दा 20,000 रुपैयाँ तपाईले क्याश लगानी गर्नुभयो मानव डाउन पेमेन्ट गर्नुभयो 20 लाख रुपैयाँ तपाईले ओके अनि 30 लाख रुपैयाँ तपाईले बैंकबाट लोन दिनुभयो नर्मली हाम्रो पर्चेस प्रोसेस यही हुन्छ तपाईले साधन किन्न जानु भने डाउन पेमेन्ट प्लस लोन हुन्छ ओके डाउन पेमेन्ट 20,000 भयो 30 लाख सरी 20 लाख भयो भने 30 लाख तपाईको लोन भयो अब के भयो त इक्वेसन हेर्नु है त एसेट्स तपाईको 50 लाख को कार हो 30 लाख रुपैयाँ तपाईको लोन भयो लायबिलिटीज भयो ओके 20 लाख रुपैयाँ तपाईले लगानी गरेको आफ्नो पैसा लगानी गरेको त्यो कम्पनीको लागि त्यो चाहिँ इक्विटी भयो सो एकाउन्टिङ इक्वेसन के भयो त एसेट्स 50 लाख को भयो भने लेफ्ट साइडमा राइट साइडमा पनि 30 लाख र 20 लाख गर्दा के भयो त 50 लाखै भयो अब के भयो त इक्वेसन इक्वल भयो ओके अब यसलाई एकचोटी ब्रेक डाउन गरौँ है त जस्तै एसेट्स लाई बुझौं व्हाट यु अर्न तपाईले जे आफ्नो हो जो तपाईको हो भनेर तपाईले दाबी गर्न सक्नुहुन्छ त्यो चाहिँ तपाईको सम्पत्ति हो जस्तै तपाई अथवा तपाईको बिजनेससँग रिलेटेड सम्पूर्ण चीजहरुको भ्यालु भनेको एसेट्स हो ओके त्यो अहिले पनि तपाईले युज गर्न सक्नुहुन्छ अर इन द फ्युचर पनि तपाईले युज गर्न सक्नुहुन्छ कसरी त भन्दा पैसाकोमा कन्भर्ट गरेर जस्तै तपाईसँग अहिले तपाईको कम्पनीको नाममा ल्यान्ड छ भने तपाईले त्यसलाई फ्युचरमा बेचेर क्याशमा कन्भर्ट गर्न सक्नुहुन्छ भने त्यो चाहिँ के भयो त एसेट्स भयो ओके व्हाटएभर तपाईसँग भएको कुनै पनि चीजहरुलाई तपाईले क्याशमा कन्भर्ट गर्न सक्नुहुन्छ भने त्यो सबै तपाईको कम्पनीको एसेट्स भयो जस्तै क्याश इन एउटा अकाउन्ट तपाईको अकाउन्टमा भएको पैसा अथवा कम्पनीको अकाउन्टमा भएको पैसा अलरेडी क्याश भयो त्यो एसेट्स भयो कम्प्युटर हुन सक्छ बिल्डिङ अरु अदर इक्विपमेन्ट्सहरु हुन सक्छ जुन तपाईले बेच्नुहुन्छ र पैसा पाउनुहुन्छ त्यो सबै के भयो त कम्पनीको एसेट्स इभन मनी कस्टमर अ यु अथवा मतलब तपाईको अकाउन्ट रिसिभेबल जस्तै तपाईले कसैबाट पैसा लिनु पर्छ त्यो पनि तपाईको सम्पत्ति हो तपाईले त्योसँग पैसा लिइसकेपछि त तपाईको हातमा क्याश आउँछ हो जस्तै कसैलाई तपाईले सामान बेच्नु भयो 10 रुपैयाँको सामान बेच्नु भयो त्यो 10 रुपैयाँ तपाईले लिन बाँकी छ एबीसीडी बाट भने त्यो 10 रुपैयाँ पनि तपाईको के हो त सम्पत्ति हो भने अब लायबिलिटीज भने के त व्हाट यु ओन ओके जुन तपाईको आफ्नो चाहिँ हैन तर तपाईले के गर्नुपर्छ अर्काको लागि चाहिँ तपाईले त्यो अर्काको चीज तपाईले प्रयोग गर्नुभएको छ यसरी बुझ्नु जस्तै लायबिलिटीज आर डेब्ट अर अब्लिगेशन्स जुन तपाईको दायित्व हो जुन तपाईले तिर्नु पर्ने छ ऋण हो लायबिलिटी भनेको ओके थिंग्स योर बिजनेस नीड्स टु पे ब्याक ओके कम्पनीले त के गर्छ जस्तै बैंकबाट भोलि 50 लाख लोन लिएर आयो त त्यो तिर्नु पर्ने हुन्छ नि त बैंकले त तिर्दैन यसै त ओ त्यो तिर्नु पर्ने छ त्यो नै के हो त लायबिलिटीज हो ओके के हुन सक्छ त जस्तो बैंक लोन हुन सक्छ अनपेड सप्लायर बिल्स हो एकदम अर्को एउटा इम्पोर्टेन्ट पोइन्ट छ जस्तै हामीले कुनै सप्लायरबाट केही सामान किनेर लिएर आइराछौं तर हामीले के गरिरहेछौं पैसा तिरेको छैन त्यो सप्लायरलाई भने त्यो पनि हामीले के भयो त त्यो पनि हाम्रो लागि लेभल कम्पनीको लेभल हो लायबिलिटीज हो कम्पनीले त्यसलाई तिर्नु पर्छ अर इभन ट्याक्स ओके अब यसमा अर्को एउटा टर्म्स आयो ट्याक्स जस्तै तपाईले कोहीबाट सामान मानिलिनुहोस् तपाईले चामल बेच्नुहुन्छ र तपाईले एबीसीडी सप्लायरबाट चामल किनेर ल्याउनु भयो केको लागि तपाईले बेच्नको लागि ओके तर त्यो चामल किन्दा तपाईले भ्याट तिर्नुहुन्छ नेपालको केसमा 13% भ्याट तिर्नुहुन्छ 13% भ्याट ओके 13% भ्याट बिल बनाउनुहुन्छ र तपाईले त सामान लिएर आउनुहुन्छ अब तपाईले के गर्नु भयो त त्यो 13% भ्याट एबीसीडी कम्पनीलाई तिर्नु भयो सप्लायरलाई तिर्नु भयो तर तपाईले अब फेरि के गर्नुहुन्छ त्यही चामल अब बेच्नुहुन्छ बुझ्नु भयो अब तपाईले सामान बेच्दाखेरि तपाईले पनि के गर्नुहुन्छ त 13% भ्याट एड गरेर बेच्नुहुन्छ तपाईले बेच्ने मूल्यमा ओके अब के भयो तपाईको ग्राहकले तपाईलाई 13% भ्याट तिर्यो तर त्यो भ्याट अर ट्याक्स जे भने पनि त्यो कसको पैसा हो त तपाईको पैसा त हैन त्यो त गभर्नमेन्टको पैसा हो गभर्नमेन्टलाई तिर्नु पर्ने छ ओके तिर्नु पर्ने छ भने चाहिँ के भयो त लायबिलिटी चाहिँ भयो तपाईले कलेक्सन गरेको कस्टमरसँग कलेक्सन गरेको भ्याट ट्याक्स व्हाटएभर कलेक्सन गरेको पैसा त्यो चाहिँ अब तपाईले गभर्नमेन्टलाई तिर्नु पर्ने छ त्यो तपाईको के भयो त लायबिलिटी चाहिँ भयो ओके अब ओनर्स इक्विटी भने के हो त भन्दा
Owner's equity is the owner's claim on the business after all debt are paid. भन्नुको मतलब तपाईको कम्पनीको सम्पूर्ण ऋणहरु सम्पूर्ण तिर्न पर्ने पैसाहरु के छ सबै तिरेर बचेको जुन ओनरले क्लेम गर्छ नि हो त्यो बचेको चीज भनेको ओनर्सको इक्विटी हो रे। जस्तै यसलाई चाहिँ क्यापिटल अर नेट वर्थ पनि भनिन्छ। जस्तै के भयो त if you sold everything your business owns, जति पनि बिजनेसको सम्पत्ति छ सबै तपाईले बेच्नु भयो and use that money to pay off all the debt, तपाईले जति पनि तिर्नु पर्ने छ सबै तिर्नु भयो र अब के बच्यो त त्यो बचेको भनेको तपाईको इक्विटी हो। ओके अब why it always balance, अब यो हाम्रो एकाउन्टिङ जुन तपाईको इक्वेसन छ त्यो चाहिँ किन सधैँ ब्यालेन्स हुन्छ भन्ने कुरो बुझ्नु जरुरी छ। यदि तपाईको ब्यालेन्स देखिएन भने तपाईले इन्ट्री गर्न मिस्टेक गर्नुभयो तपाईले छोड्नु भयो अथवा डबल इन्ट्री सिस्टम भएन। दुई साइड त लेफ्ट इज इक्वल टु राइट, मतलब लेफ्ट साइडमा इम्प्याक्ट गरेछ भने त्यसले राइट साइडमा पनि इम्प्याक्ट गर्नु नै पर्छ। त्यही भएर नै यो ब्यालेन्स हुने हो हैन त। जस्तै के भयो त भन्दा एभ्री ट्रान्ज्याक्सन हैज टु साइड्स, when something increase one on one side something else change on the other side। okay, जस्तै you start your business by investing 5000, okay 5000 रुपैयाँ तपाईले लगानी गरेर एउटा कम्पनी स्टार्ट गर्नुभयो, बिजनेस स्टार्ट गर्नुभयो भने तपाईको 5000 भनेको के हो त तपाईको कम्पनीको लागि एसेट्स भयो, क्याश भयो, कम्पनीले 5000 क्याश लिएछ त्यो 5000 एसेट्स भयो भने अब तपाईको इक्विटी भनेको के त भन्दा तपाईले इन्भेस्ट गरेको 5000 छ त्यो 5000 तपाईको इक्विटी भयो। अब के भयो एसेट्स भनेको 5000, लायबिलिटी छ त छैन, अब अहिलेसम्म लायबिलिटी छैन, कहीँबाट पैसा खोज्नु भएको छैन तर के गर्नु भएको छ आफ्नो पैसा लगानी गर्नु भएको छ भने एसेट्समा 5000 भयो, इक्विटीमा 5000, लेफ्ट साइडमा पनि 5000 राइट साइडमा पनि 5000। अब के भयो त 5000 इक्वल टु 5000। ओके, यो चाहिँ इक्वल भयो। ओके, व्हाई इट म्याटर्स, अब किन चाहिँ यो यसले चाहिँ के रोल खेल्छ, किन काम लाग्ने चीज हो त यो, यसले के गर्छ, किन महत्त्वपूर्ण छ भन्ने कुरो बुझ्नु जरुरी छ। ओके, अब यसमा चाहिँ के छ भने ओके यो understanding the accounting equation is like learning the alphabet of accounting। यो भनेको के त तपाईले एक अल्फाबेट सिक्न सुरु गर्दै हुनुहुन्छ जस्तो तपाईले एबीसीडी सिके जस्तै एकाउन्टिङ इक्वेसनको एकदम बेसिक चीज हो जुन तपाईको एकाउन्टिङको बेसिक चीज हो। तपाईले अल्फाबेट सिक्दै हुनुहुन्छ यदि यो सिक्दै हुनुहुन्छ भने भन्न खोजे त्यसपछि के हुन्छ त भन्दा it is the base for your business अथवा ब्यालेन्स शीट, ब्यालेन्स शीटको बेस हो रे। ओके, तपाईलाई यदि तपाईले कसैले अकाउन्ट पढ्नु भएको छ भने उहाँलाई थाहा छ ब्यालेन्स शीटमा दुई साइड हुन्छ, एक साइडमा के हुन्छ एसेट्स हुन्छ भने अर्को साइडमा तपाईको क्यापिटल एन्ड लायबिलिटीज हुन्छ हो हैन त। हो, त्यही भएर यो चाहिँ बेस हो रे ब्यालेन्स शीटको। अथवा your journal entries in your financial report, तपाईको ब्यालेन्स शीट हुन सक्छ, जर्नल एन्ट्री हुन सक्छ र तपाईको कुनै पनि फाइनान्शियल रिपोर्ट्स हुन सक्छ। यो चाहिँ तपाईको लागि बेस हो रे। यदि यो जान्नु भएको छ भने त्यसमा केही कसरी गर्ने भन्ने कुरा तपाईले भन्न सक्नुहुन्छ, जान्न सक्नुहुन्छ किनकि तपाईले बेस जानिसक्नु भएको छ। Once you can see how assets, liabilities and equity connect, you will never look at a business the same way again। भन्न खोजेको बुझ्नु भयो होला। तपाईले यदि एसेट्स को लायबिलिटीज र इक्विटी को जुन सम्बन्ध छ त्यो जान्नु भयो भने तपाईले अब अहिले जसरी नर्मल तरिकाले बिजनेसलाई सोचिरहनु भएको छ भने अब तपाईको सोच चेन्ज हुन्छ। ओके, अब तपाईले के सोच्नुहुन्छ भन्दा where the money comes from and where it goes, तपाई पैसा कहाँबाट आइराखेको छ र कहाँ गइराखेको छ भन्ने कुरा चाहिँ तपाईले अब तपाईले देख्नुहुन्छ। ओके, सो इन नेक्स्ट एपिसोड बिफोर एन्डिङ दिस एपिसोड आजको एपिसोडलाई समराइज गरौँ। हामी आज सिक्यौं एकाउन्टिङ इक्वेसनको बारेमा। एकाउन्टिङ इक्वेसन्स भनेको के थियो रे, एसेट्स इक्वल टु लायबिलिटीज प्लस इक्विटी थियो। ओके, सो एसेट्स भनेको लायबिलिटी भनेको इक्विटीको बारेमा हामीले बुझ्यौं, किन दुई साइड नै बराबर हुनुपर्छ भन्ने कुरा नि बुझ्यौं, डबल इन्ट्री सिस्टम गरेर पनि छोटकरीमा बुझ्यौं। सो आजको लागि यो एपिसोड यति नै। इन नेक्स्ट एपिसोड हामीले चाहिँ के गर्ने छ त भन्दा एसेट्स लायबिलिटी इक्विटीलाई चाहिँ अलि डिटेल्समा हामी चाहिँ बुझ्ने कोसिस गर्ने छौं। यति मात्र बुझेर काफी छैन, यसमा धेरै कुराहरू छन्, रियल लाइफ एक्जाम्पलहरू पनि बुझ्न जरुरी छ जसको कारणले तपाईलाई बुझ्न सजिलो होस् कि यो खासमा हो के। सो तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर गर्न नबिर्सिनु होला र
आजको एपिसोड यही टुङ्गाउँदै सी यु अन द नेक्स्ट एपिसोड।